भात मुछेर खुवाइदिनु पनि भ्याउँछु, यसरी पर्खिराख्नु पर्दैन। धेरै रिस नउठाऊ है काइला, त्यसै पनि अघिदेखि रिस उठिरहेको छ। कहाँ हिँड्यौ? लु अब दाजुले माथि तेरो भाउजू घरमा एक्लै छ, जा गएर भेटेर आइझाइ भनेको थियो, त्यही भएर आएको नि हो भाउजू। फक्कड दिन्छु है, के साह्रो जिस्काइराखेको हौ। त्यो भाउजू त होइन हौ भाउजू, माथि रिचार्ज लिनु पो हिँडेको हौ। होइन के साह्रो बेलेन्स हालेको हौ फोनमा। कुन कुन केटीसँग बोल्छौ हो त्यति साह्रो? काइलोसँग धेरै पैसा छ कि के हो? अब के को हुनु हौ पैसा धेरै भाउजू। अब त्यो अस्ति विदेश जाउँ भनेर पैसा दिएको, त्यो मान्छेले नि भाउजू कहिले फोन गर्छु वा फोन नै उठाउँदैन, कहिले बल्ल बल्ल लाग्छ अघि काटी पठाइदिन्छ। त्यसले त्यसरी फोन काट्दा त नि भाउजू म फेजाले बा म पनि दिउँ कि जस्तो लाग्छ, तर अब कहाँ भेटाउनु, कहाँ छ। अनि फोन उठाउँछ र हेलो हेलो मात्रै भन्नुपर्छ, अघि मार्छ। के गर्नु अब, फसिहाल्यो, दिइपठाइयो। साह्रो गाह्रो भयो भाउजू मलाई त। के गर्छौ हौ काइला, आफ्नै पैसाले आफै दुःख पायौ। तर त्यो मान्छे कहिले उँभो लाग्दैन है। गरिबको पसिना खानेहरूलाई कहिल्यै फलिफाप हुँदैन। किरा परेर मर्नु नि त्यस्ता पापीहरू त। लु भाउजू, अब भाउजूले पनि सारा आफ्नो सघाउनु है त्यसलाई त। जहाँ हो त्यहीँ गर्छ। भाइ हजुर दाजु, अस्ति त नि मैले यो भदौतिर त त्यो मेरो इस्कुस छ नि, हजुर, त्यो बेचेर दसैँ र तिहार खर्च मजाले ताने नि। अनि हेर्नु न मेरो सुन्तलाहरू पनि अब त ठुल्ठुलो भयो। अब भाइले पनि नि त्यो बारीतिर कोदो मकै भन्दा नि यस्तो बिरुवा रोप्नु, यसले धेरै फाइदा गर्छ। मैले भनिनँ यति बेचेर मैले अस्ति अनि 45,000 पक्रेँ। अझै भाइले नै सोच्नु नि यतिभरिमा मकै र कोदो कति नै हुन्छ होइन? हुनु त हो दाजु, मैले पनि यसो सोची चाहिँ रहेको छु, कोसिस चाहिँ गरिरहेको छु। तर यस्तो बिरुवाहरू पो सहजै रूपले लिनलाई पाउनलाई कहाँसम्म पुग्नु पर्ने हो कुनी? त्यसको लागि चिन्ता नगर्नु, म छँदैछु। मैले यो कहाँबाट ल्याउँछु त्यहीँबाट हामी दुईजना गएर ल्याउँला नि ल। होइन भाइ, म त इस्कुसको बारेमा पो मेरो सुन्तलाको बारेमा पो सुनाउनु थालेँ भाइलाई। के काम लिएर आउनु भएको थियो कोनी? होइन हौ दाजु, त्यो मेरो सानो भाइलाई पो यसो दाजुसँगै ट्युसन पढाउँ कि भनेर पो आएको थिएँ दाजु। के भएको त्यो भाइ स्कुल जानु पनि मान्दैन, स्कुलसम्म पनि पुग्दैन। अनि यसो वरपर साथीहरूले भन्छन् घरिघरि त चुरोटहरू सुर्तीहरू पो बोकेर कुदिहिँड्छ भन्छन्। त्यही भएर पटक्कै स्कुल जानु मान्दैन। यसो दाजुकोमै पो ट्युसन पढाएर भए पनि अगाडि बढाउन सकिन्छ कि भन्ने सोच लिएर पो दाजु आएको थिएँ। बरु यसो फीको सट्टामा दाजुलाई परमै भए पनि पो सघाएर दिन्छु भनेर। के को फिसको लागि चाहिँ त्यो पर्म र शर्मा भनिहिँडेको हामी छरछिमेकमा? मलाई फिस केही पर्दैन होइन, तर भाइ जस्तै अलिक नपढेकाहरू अथवा इच्छुक भएकोहरू 2-4 जना भेला पार्नु होइन। मलाई फिस केही पर्दैन, म सित्तैमा पढाउँछु। 2-4 जना भेला चाहिँ पार्नु हो र दाजु? यो त साह्रै राम्रो कुरा पो गर्नुभयो त दाजु। अनि त्यो बेला बेला चाहिँ नि स्कुलमा जानु, यिनीहरू स्कुल आउँदैछन् कि छैनन्, के कस्तो छ भने त्यहाँ बुझ्नु। के गर्नु दाजु, दुःखले मैले त राम्रोसँगले पढ्न पाइनँ। अब भाइलाई चाहिँ राम्रै पढाउँ भनेको, के गर्ने, सङ्गतले गर्दा यस्तो छ। अब जे भए पनि दाजुको बोली सुनेर म चाहिँ ढुक्क भएँ दाजु। ल गुन्द्रेके भाइ ढुक्क आउनु, म 1 घन्टा त दिनको पढाइहाल्छु नि। तर बेला बेला त्यो स्कुलमा जानु चाहिँ नबिर्सिनु है, त्यहाँ चेक गर्नु बेला बेला गर। हुन्छ दाजु।
ल ल हो यो पनि भत्किएको रहेछ यार। ओहो जिटी ब्रो के छ? के गर्छौ केटाहरू? ब्रोस्रो भन्छ। बसौँ ब्रो, बसेर कुरा गर। अम्बो यार दाइ, माल त दामी भएको रहेछ त। कहिले हो हान्ने? के को हान्छौ भाइ? अहिले नै बेलै भएको छैन, भर्खर स्याहार सुसार त गर्दैछु म। तर के ब्रो, जहिले हाने पनि नि हाम्रो भागमा चाहिँ हुनु पर्यो है फेरि, न त फेरि गिद्दी हुन्छ है। अनि जिटी ब्रो सुनौ न, खै 100 रुपियाँ दिइराख्नु न, भोलि दिन दिइहाल्छौँ यार हामी। कस्तो खालको हो त्यो? 50 रुपियाँ निकाल, नत्र भने मार्छौँ भन्यो भने पनि मसँग छैन क्या तिम्रो पैसा। हे कस्तो कुरा गर्नुहुन्छ दाइ यार तपाईँ पनि। त्यो मार्ने काट्ने हान्ने कुरै नगर्नु न। पर्सि हाम्रो झ्याप्प आउँदैछ क्या माल, त्यस पछाडि तपाईँको पैसाको नि हामी डबल दिन्छौँ। छैन भनेपछि छैन नि भाइ, भयो त म दिइहाल्थेँ नि। मा कसम दिन्छौँ क्या दाइ भोलि हामी। भयो त दिइहाल्थेँ नि भाइ, सधैँ म नदिने मान्छे हो र? खोइ हामीलाई फोनमा नबोल्दा पनि ठिकै भएको छ त। तिमीहरूलाई 2-4 दिन नबोल्दा के जान्छ? प्रब्लम हुन्छ नि हौ दाइ, गिर्दी हुँदैन 2-4 दिन बोल्नु नपाउँदाखेरि। कस्तो प्रब्लम हौ? तपाईँ बुझ्नुहुन्न क्या दाइ। ए कस्तो स्टार्टिङमा पनाउती लाग्यो यार। थोप छेड न भाइ, कहिले 100 रुपियाँको अनुहार देख्ने जस्तो छ। कस्तो केटाहरू जहिले भाइ 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 जस्तो व्यवहार गर्छन् यार। कुन दिन भेट्छ होला केटाहरू, कपाल सपाल खैरो सैरो बनाएर हिँडेको छन्। कस्तो अनुहार हेर्दा पनि लक्षण र अलक्षणको कुरा र पनौतीको कुरा गर्छन् यार। कुन दिन केटाहरूले धारले नभए पनि बिटले भेट्छन् होला। त्यसले त्यसो भन्दै थियो क्या हौ कान्छी, मलाई त कम्ता हाँस उठेन। ए हो र दिदी? अनि ए साँच्चै कान्छी, तिमीले त्यो घाँटीको सिक्री चाहिँ कतिमा बनाएको हौ? मेन्जो 8 हानेको हो दिदी। ए मेरो त अलिक 1 तोला पुग्दैन हो। त्यो जर्दी कि के काट्छ अरे नि त त्यो बनाउनेले। म त कानमा पनि त्यो यत्रो यत्रो हुँदैन च्याप्टे सुन, कमाएर लगाउँ कि भन्छु, फेरि यसो सम्झिन्छु कान तन्काएर यति लामो हुन्छ होला भनेर नबनाएको। अब अलिक पछि बुढेसकालमा बनाएर लाउने।